नमस्कार। आज यो भिडियोमा हामी नेपाल इन्जिनियरिङ काउन्सिलको जुन रेजिस्ट्रेसन इक्जाम छ, लाइसेन्स इक्जाम, त्यसमा फोकस भएर सफ्टवेयर इन्जिनियरिङको प्रिपरेसन चाहिँ कसरी गर्न सक्छौँ भनेर हेर्दैछौँ। यसको लागि यो सिम्पल क्विज भन्ने एउटा टुल छ हैन, चाहिँ simplequiz.plugonnepal.com मा अभाइलेबल छ। त्यसमा गएर हेर्छौँ। यसमा चाहिँ जो सिम्पली गएर जस्तै डिफ्रेन्ट त्यो हाम्रो सिलेबस अनुसारै डिफ्रेन्ट क्याटेगोरीमा छुट्याएर डिफ्रेन्ट क्वेसन्सहरू चाहिँ अभाइलेबल छ। जस्तै ल यो मोडल क्वेसन्स नै पनि छ हैन। योमा चाहिँ ओके, व्हाट इज द विच अफ द फलोइङ इज एन आउटपुट डिभाइस। के आउटपुट डिभाइस? ओके, प्रिन्टर process data in fast processing। अब ऱ्याम पनि हो कि भन्ने हो हैन। एप्लिकेसन सफ्टवेयर एमएस वर्ड, लार्जेस्ट कम्प्युटर नेटवर्क, इन्टरनेट नै होला। डिफाइन्स फाइल एक्सचेन्ज, एफटीपी, विच अफ द फलोइङ फाइल डजन्ट रिप्रेजेन्ट इमेज। TIF, not sure। The process of gathering is known as requirement gathering। The process of gathering the software requirement from analyze and document them is known as requirement system requirement specification, maybe, which is reference architecture। Reference okay, not sure है। These are the following testing is sometimes called an acceptance testing। व्हाइट बक्स भित्रै हेर्ने भन्ने होला हैन। ग्रे बक्स भन्ने के हो त्यो? अल्फा टेस्टिङ, बेटा टेस्टिङ। अल्फा त इनिशियल भयो, बेटा सेकेन्ड लेभल टेस्टिङ। नट स्योर। रिप्रेजेन्ट सिस्टम बिहेभियर इन अब्जेक्ट ओरिएन्टेड एनालाइसिस एन्ड डिजाइन। What is the purpose of representing system behavior in OAD? Okay, यसरी टेस्ट गरेर सबमिट गर्न सक्यो। त्यस चाहिँ लगभग टन्नै क्वेसन्सहरू छ हैन। यसपछि यसले चाहिँ रिजल्ट पनि दिन्छ। ओके, 8वटा मिल्यो रे 10वटामा। द्याट्स नट ब्याड। प्रोटोकल विच डिफाइन हाउ फाइल आर एक्सचेन्ज अन द वेब। मैले त यो वेब नै छुट्याएछु है, यो त मैले मिलाउँथेन पक्कै। अनि त्यसपछि रिक्वायरमेन्ट इन्जिनियरिङ, ओके यो हो कि जस्तो लाग्थ्यो। ओके, अरू त मिलेछ है त। अब यसलाई चाहिँ ल गरौँ मोडल क्वेसन भन्ने त भयो हैन। हाम्रो चाहिँ यहाँ के छ भन्दा सिम्पली मोडल क्वेसन मात्रै भन्दा नि अरू डिफ्रेन्ट हाम्रो सिलेबस अनुसार नै कुन कुन छ भनेर डिफ्रेन्ट नै ट्राई गर्न पाइन्छ। अनि अहिले जसरी मैले टेस्ट गरेँ त्यहाँ त एउटा फ्रिडम थियो नि त, आफूलाई टाइमिङको केही कन्ट्रोलै भएन, जतिखेर नि ढुक्कले गर्न पाइयो। त्यही भएर जस्तै ल अर्को क्विज चाहिँ मैले स्टार्ट गर्ने बेलामा त यहाँ स्टार्ट अ क्विज भन्ने छ क्या। ओके, यो चाहिँ मैले ट्राई क्विज मोड भन्ने गरेँ भने त मलाई यो टाइमको लिमिट पनि आउँछ हैन। यसपछि लगभग 5 मिनटमा मैले यो 10वटा क्वेसन चाहिँ भ्याउनु पर्यो। काइन्ड यो रियल इक्जाम सिनेरियोमा कसरी डिल गर्ने त भन्ने टाइपको आउँछ है। ओके, त्यसको लागि इन अब्जेक्ट ओरिएन्टेड डिजाइन यो त अब जानिहाल्नु भयो आफूले कसरी हुन्छ, गर्दै जान सकिन्छ। त्यो हामीसँग यो टाइमिङ कन्स्ट्रेन्ट भन्ने ओके प्रेसरको बेलामा नि कसरी गर्न सकिन्छ मैले यो चाहिँ गर्छु भन्ने टाइपले आफूले त्यो अनुसार पनि टेस्ट गर्न सक्नुभयो। ओके, 3वटा मिलेछ। अर्को कुरा चाहिँ यसमा भएको सही रमाइलो भनेको चाहिँ यो इन्स्ट्यान्ट क्विज भन्ने छ है। इन्स्ट्यान्ट क्विजबाट चाहिँ कसरी डिफ्रेन्ट सेक्सन छ, त्यो मध्येबाट नेपाल इन्जिनियरिङ काउन्सिल भन्ने हो, यसमै रोज्यौँ भने त यो मल्टिपल डिफ्रेन्टबाट आउँछ। अहिले हामीलाई त्यति एक्सेप्टेबल नहोला, त्यो युजेबल पनि नहोला। अर्को चाहिँ यो डिफ्रेन्ट रोज्न पाइयो। अहिले हामीले सफ्टवेयर इन्जिनियरिङै रोज्यौँ भने मलाई चाहिँ यहाँ एउटा इन्डिकेसन पनि आउँछ है। सफ्टवेयर इन्जिनियरिङको डेटा स्ट्रक्चर एन्ड डेटाबेस ओएस भन्नेबाट क्वेसन आयो अरे। वाट इज अ फाइल डिस्क्रिप्टर? स्ट्रिङ द्याट युनिकली आइडेन्टिफाई एन ओपन फाइल। ओके, त्यही हो। इन्टिजर द्याट युनिकली आइडेन्टिफाई एन ओपन फाइल। ओके,
डिस्क्रिप्टर इन्टिजरै हुनुपर्छ भन्ने छैन, बुलियन त होइन, पोइन्टर पनि होइन, स्ट्रिङै होला है। यो चाहिँ के छ भन्दा इन्स्ट्यान्टली आउँछ। ओके ओके इन्टिजर नै रहेछ। ओके अब यो भइसकेपछि यो भयो, मेरो रङ भयो, मलाई नेक्स्ट क्वेसन ल्याए। ओके अब वाट इज अ जर्नलिङ फाइल सिस्टम? अ सिस्टम द्याट keeps a log of user activity, of a system that keep a log of changes to be made, and that keeps a log of system activity, log of network activity, system activity. Okay okay अनि जस्ट त्यसरी नेक्स्ट गर्दै जाने। इन which generation were integrated circuit introduce? ल केही थाहा छैन त है। सेकेन्ड मेबी थर्ड ओके नट ब्याड। एउटा त मिलाउँ है। वाट इज द पर्पोज अफ द ट्रेस राउट कमान्ड इन युनिक्स लाइक अपरेटिङ सिस्टम? हाउ टु युज टेकिङ टु लग टाइम ब्राकेट। यो चाहिँ राउटिङ देखाउने कहाँ कहाँ पुग्यो भन्ने नै होला। सो द राउट युजर टेक टु लग इन, टु सो द राउट प्याकेट टेक्स टु नेटवर्क होस्ट, I'll take to action, route process take to execute, to show the route packets taken to a network host. Okay ल जस एउटा मिल्यो, त्यति नै गरौँ। जस यसपछि तपाईले इन्स्ट्यान्ट क्विज ट्राई गर्न सक्नुभयो। ट्याक्कै त्यहीको क्वेसन खुइँ आउँछ, ऱ्यान्डमली आउने भयो इन्स्ट्यान्टली। त्यो चाहिँ डाइरेक्ट फिडब्याक आउने भयो त्यो टाइपले। अर्को चाहिँ यहाँबाट हेरेर इन्डिभिजुअल चाहिँ सेलेक्ट गर्छु है भनेर। यसमा यस नेपाली इन्जिनियरिङ काउन्सिल, त्यसमा सफ्टवेयर इन्जिनियर रोज्ने, अनि यहाँ चाहिँ डिफ्रेन्ट रोजी टपिक रोजेर त्यहाँबाट जानु पाउनुभयो। अनि यहाँ स्टार्ट गरेपछि स्टार्ट भइहाल्छ, ब्याक आउन चाहिँ यहाँ माथि यो नेभिगेसन भन्ने छ, यो बाटो चाहिँ जान सक्यो है त। ओके गिभ इट अ ट्राई, जस रमाइलो होला।